साथीहरू नमस्ते जय मसीह। हाम्रो अमेरिकामा सानो बारीमा पनि हामीले अलिकति खोर्सानी फलाएको छौँ। यदि हजुरहरूलाई हाम्रो भिडियोहरू असल लाग्छ भने तपाईँहरूले लाइक्स कमेन्ट अनि सब्सक्राइब गरिदिन सक्नुहुन्छ। यदि तपाईँहरूलाई खोर्सानीहरू मन परेमा नजिक घर हुनेहरू भिजिट गरेर आउन सक्नुहुन्छ अनि तपाईँहरूले लगेर मिठो गरेर खान पनि सक्नुहुनेछ। अब अन्तिम छ पाकेको खोर्सानी टिप्दै। डल्लै त योपालि हाम्रो बारीमा भएन, तर पनि केही छैन, हामी फ्यामिलीलाई यसो एउटा एउटा खानु इनफ छ। तर हाम्रोमा अरू खोर्सानी चाहिँ ज्यादै छ। ठाडो खोर्सानी छ, थाई हट छ, मिठो छ, डल्ले खोर्सानी जस्तै टेस्ट आउने। ओ माइ गुडनेस, ढाड दुखेर हाम्रो बोडीहरू यस्तो बिजोग छ। तर दामी दामी फलिरहेछ हाम्रो बोडीहरू। हामीलाई धेरै खुवायो, परमेश्वरले हामीलाई धेरै आशिष गर्नुभएको छ। ल हेर्नुहोस्, यहाँ हाम्रो विष्णु हुनुहुन्छ, एकदम हार्भेस्टिङमा हुनुहुन्छ उहाँ अहिले। खोर्सानी आम्मामा दामी खोर्सानी टिपिरहेको छ। त्यो बेग्लै राख्नु। हेलो, दामी खोर्सानी दामी गएर खोर्सानी टिपिरहेको छु। एकदम योपालि त खोर्सानी कति फल्यो हो। हेलो, खेतमा दामी छ। यो दासी खाने खोर्सानी हो, यामादासी खाने। भुटानको बोल्दै टिपेन तिमी। यो भुटानको है, भुटानबाट बिउ पठाइदिनु भएको थियो, त्यसकै बिउ हो, मजाले आएको छ। कसैलाई चाहिएको छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ, फ्रीमा दिनेछु। सुँगुरको मासुमा दामी हुन्छ यो। यताबाट नहुने बस्नु आउनुहोस्। त्यता पनि रहेछ नि, यो भरियो। अर्को पर बोलेर केमा खनाउनु हो? खोर्सानी अझै पुरै टिप्नु छैन। मच्छरले पनि खान्छ। पहिले यो दाछी खाने सबै टिप्नु होला नि। चल्दैछ। यो सानो खालको रहेछ नि, होइन त्यत्रै हो कि यो पचल्टेको हो। एकदमै पचल्टेको, ढाड दुखेको अवस्था। डिफ्रेन्ट हो यो। यो चाहिँ डिफ्रेन्ट रहेछ, दुई खालको छ। कतै डिफ्रेन्ट। यो चाहिँ अर्को दाछी खाने रहेछ नि। यो चाहिँ मुल्ला सुँगुरको मासु हालेर अनि चिज हालेर खान्छ। दामी हुन्छ दामी।
योपालि टिप्नु नभ्याएर बुढा बिरामी भएर योपालि फलदारो फलेछ नि। दामी फलेछ। खोर्सानी खानेहरूलाई त ठिक छ, नखानेहरूलाई चाहिँ धेर भयो। योपालि मेहनतदारो भएको छ नि त। बोटले हेर्नु नि थाम्न नसकेर बोट लड्किरहेको छ बिचरा। बोट छ। आम्मामा, धेरै फलेको छ। सकिरहेको छु होइन, चरक्क घामले नि पार्यो। बारी छेउमा छ, खानु मन लाग्यो, टपक्कै टिप्यो लग्यो खायो। टिप्नु आउनु भ्याउँदैन, एकैतालमा आएर त यत्रो हुन्छ। अमेरिकन दाछी हो कि के हो, आई डोन्ट नो। यस्तो त भोरि हो, यसलाई लैजाऊ। 2 months भयो खोलेर। यो बकेट ल्याऊ न एउटा, बकेट लिएर आएन। एउटा भयो बकेट भरि, अब बुझ्दैछु। प्लिज आउनुहोस् होला, यदि कोही नजिकको हुनुहुन्छ भने लगेर चाख्न सक्नुहुन्छ। स्पेसली सुँगुरको मासु खानेहरूलाई चाहिँ दामी हुन्छ हो। कैँचीले टिप्न भनेर आएको त कैँचीले त नकाट्ने रहेछ। टायर टायर त झरेर सुकिरहेको रहेछ। धेरै दिन भएछ नानीतिर। मसिनो खालको ठाडे खोर्सानी हुन्छ। कति त हाँगा पनि भाँचिरहेको छ कलिलो, निहुरिनु नसकेर बिजोग भयो। बसौँ भने नै ठाउँ छैन, खोर्सानीको बोट माथि भुन्छन्। बाक्लो रोपेको छ होइन, बाक्लै छ। त्यस्तो धेरै फल्छ भनेर थाहा भएको त पासाले रोप्नु बहुत धेरै फल्ने हेर्नु। कति धेरै छ।
यो बोटमा छोड्यो त हजुर समाकै बोटमा हजुर समाकै बोटको माथि मान्छ मान्छे ढाड दुखेर यहाँ न्युरी नभई भएको छैन कति धेरै पाकेछ त कोही बेला यही खोर्सानी कम हुन्छ यही धेरै हुन्छ अब चाहिँ टिसिक्कै पर्छ हेर्नु है हेर्नु रातै धन्न किरा चाहिँ लागेन छ नि किरा लाग्छ कैँचीले काटेर साथेरै यहाँ मुनि त झन् कति भयो हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला सक्यो बल्ल बल्ल अब डल्ले खोर्सानी छ सेता